साथीहरु नमस्कार। एकैछिन यो बुढी आमाको कुरा सुन्नुस् तपाईहरु। ध्यान दिएर सुन्नु होला। भिडियो राम्रो लगेपछि शेयर गर्न चाहिँ नभुल्नु होला है। दुईले धनी पुण्डा दिन्छु भनेर खप्पै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा। यसपालि भोटमा हाल्दा घन्टीमा हाल्नु जनता सचेत छ भने छैन भने छोराछोरीलाई धुलो चटाउने भए ओलीलाई नै हाल्नु। ओलीले भत्ता दियो बुढाबुढीको बुद्धि खोइ चुकुल खुसिया छ। एउटा लामा र मनमनको पालामा भत्ता बाँडेको ओलीको पालामा बाँडेको भत्ता माओवादीले एकपल्ट जित्दा भत्ता बढाइदियो है। सही कुरो गर्नुपर्छ, सत्य कुरो बोल्नुपर्छ। असत्य कुरो ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता, हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो। अब भिडियो हेरिसक्नुभयो। यो बुढी आमाले के भनेको छ, कुरा कतिको सही कुरा गर्नुभएको छ, पोइन्ट वाइज बुढी आमाले कुरा गर्नुभएको छ। वास्तवमा कुरो यही हो। अब यिनीहरूको दिमागमा के भन्छ, गोबर भरिएको छ र यो गोबरले गर्दाखेरि यिनीहरूले कुरा बुझ्दैनन्। भन्छन् एमाले हो पाल्ने, एमाले हो हामीलाई भत्ता दिने भन्छन्। एमाले कुन चाहिँ आफ्नो गोजीबाट भत्ता दिएको छ? एकदम बिल्कुल जायज कुरा गर्नुभएको छ बुढी आमाले। दुनियाँभरका विदेशीका युवाहरूको रेमिटेन्सबाट देश चलेको छ। जुन तपाईहरुले भत्ता दिइराख्नु भएको छ त्यो तपाईहरुले आफ्नो गोजीबाट दिएको होइन। त्यो ट्याक्स भरेको छ, दुनियाँले ट्याक्स तिरेको छ, त्यो रेमिटेन्स पठाएको छ, त्यहाँबाट यहाँहरुले भत्ता दिएको हो। अनि त्यो भत्ता उहिले जमानामा 2051-52 सालतिरबाट यो चालु भएको। त्यो पनि मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाखेरि त्यति बेलादेखि उहाँले चालु गर्नु भएको। घरबाट ल्याएर दिएछ तिमीहरुलाई, घरबाट ल्याएर तिमीले आफ्नो घरबाट दिएछौ भत्ता। त्यो त सरकारी निकाय पहिलेदेखि चालु भएको कुरा हो। जब सुरुवाती यस भत्ताको भएको थियो त्यति बेला 100 रुपैयाँ थियो प्रति महिना। अब यहाँहरुले भन्छ एमाले पाल्ने हो, एमाले पाल्ने हो। के पालेछ भाइ? कसले पालेछ? सबै आफै पालिएका छन्। तिमीहरु आफू पालिन सकेका छैनौ। बरु त्यसको ढुकुटी रित्याएर आफू जनतालाई ठगेर उल्लु बनाउने काम गरेका छौ। भिडियो राम्रो लागेमा शेयर गर्नु होला साथीहरु।